यो सामग्री एउटा विस्तृत मनोवैज्ञानिक मास्टर क्लासको स्क्रिप्ट हो जसले दर्शकलाई निष्क्रिय सिकाइबाट सक्रिय कार्यान्वयनतर्फ लैजाने विभिन्न सिद्धान्तहरूको व्याख्या गर्छ। तर प्रस्तुत सामग्रीमा धेरै शक्तिशाली सिद्धान्तहरू एकैपटक समावेश गर्दा यसले पाठकलाई कग्नेटिभ ओभरलोड गर्ने ठूलो जोखिम बढाएको छ। एकदमै। यो ओभरलोडको विषय आफैमा एउटा ठूलो मनोवैज्ञानिक अवरोध हो नि। मैले यो स्क्रिप्टको संरचनालाई अलि मसिनोसँग अध्ययन गर्दा के पाएँ भने यसमा 17 भन्दा बढी गहिरो अवधारणाहरू लगातार प्रस्तुत गरिएका छन्। 17वटा? हो, 17 भन्दा बढी, कुनै विश्राम बिना नै। मतलब हामीले यहाँ ह्याबिट इन्स्टलेसन, कग्नेटिभ बायस अनि स्किल स्ट्याकिङदेखि लिएर फियर एक्सपोजरसम्मका कुराहरू एकैपटक पढ्न पुग्छौँ। सुन्दैखेरि एकदम भारी लाग्छ। यीमध्ये प्रत्येक विषय त आफैमा एउटा छुट्टै किताब बन्न सक्ने क्षमता राख्छन् नि, होइन र? लेखकको आशय यहाँ एकदमै सकारात्मक छ। उहाँ आफूले सिकेका सबै ज्ञान एउटै सामग्री मार्फत दिएर पाठकको जीवन तत्काल रूपान्तरण गर्न चाहनुहुन्छ। तर यहाँ एउटा निकै रोचक विरोधाभास छ क्या। कस्तो विरोधाभास? स्क्रिप्टको सुरुवातमै लेखकले कग्निटिभ लोड थ्योरीको चर्चा गर्नुभएको छ नि। धेरै अप्रासङ्गिक जानकारीले मानिसको वर्किङ मेमोरी ओभरलोड हुन्छ भनेर सिकाउनु भएको छ। तर लगत्तै उहाँले आफै 17वटा सिद्धान्तहरूको लामो सूची दिएर पाठकको दिमागमा त्यही ओभरलोड सिर्जना गरिरहनु भएको छ। हो नि, यो विरोधाभासले पाठकको मनोविज्ञानमा सिधै असर गर्छ। मनोविज्ञानमा एउटा कन्सेप्ट छ नि, प्यारालाइसिस अफ चोइस, छनौटको पक्षाघात। धेरै अप्सन दियो भने मान्छेले केही पनि छान्न सक्दैन भन्ने कुरा। एकदम सही। जब मानिसलाई धेरै विकल्प वा गर्नुपर्ने कामहरूको लामो सूची एकैपटक दिइन्छ, निर्णय लिने क्षमता नै अवरुद्ध हुन्छ। एउटा सामान्य पाठकले यो लामो सूची देखेपछि मैले कुन अभ्यास पहिला सुरु गर्ने भन्ने अन्योल महसुस गर्छ। भनेपछि कार्यान्वयन गर्न सिकाउने उद्देश्यले तयार पारिएको यो सामग्रीले आफै कार्यान्वयनमा सबैभन्दा ठूलो अवरोध खडा गरिदियो। पाठकले एउटा पनि सिद्धान्त लागू नगरी सामग्री पन्छाउने सम्भावना बढ्यो नि त। पक्कै पनि। त्यसैले यसलाई सुधार्न सम्पूर्ण मास्टर क्लासलाई एउटा स्पष्ट संरचनागत रोडम्याप वा भनौँ न एउटा चरणबद्ध यात्राको रूपमा पुनर्संरचना गर्नुपर्छ। अहिलेको अवस्थामा यो स्क्रिप्ट एउटा विशाल बुफे जस्तो भएको छ क्या, जहाँ सबै थरीका खानेकुराहरू एकैपटक टेबलमा पस्किएका छन् र पाठकलाई कहाँबाट खान सुरु गर्ने भने नै थाहा छैन। राम्रो उदाहरण दिनुभयो। यदि हामीले पाठकको क्षमतालाई ध्यानमा राख्ने हो भने उनीहरूलाई एकपटकमा एउटा मात्र स्पष्ट दिशा देखाउनु आवश्यक हुन्छ। यसको व्यावहारिक समाधान भनेको यी सबै सिद्धान्तहरूलाई 3 वा 4वटा स्पष्ट खण्डमा विभाजन गर्नु हो। जस्तै पहिलो चरणलाई हामीले जग निर्माण वा फाउन्डेसन भन्न सक्छौँ, होइन त? हो, सुरुमै मानिसलाई सिधै एक्सन वा कडा अभ्यासमा जान भन्नु हुँदैन, बरु मानसिकता र वातावरण तयार गर्ने सिद्धान्तहरू मात्र यो खण्डमा राख्नुपर्छ। भनेपछि क्ल्यारिटी बिफोर कन्जम्सन, आइडेन्टिटी बेस्ड ग्रोथ र एन्भाइरोमेन्ट डिजाइन जस्ता कुराहरू यहाँ पर्ने भयो। ठ्याक्कै। यी अवधारणाहरूले पाठकलाई काम सुरु गर्नु अघिको मानसिक र भौतिक तयारी गर्न मद्दत गर्छन्। जग बलियो नभइकन सोझै कार्यान्वयनमा जाँदा मानिसहरू बीचमै अल्झिने सम्भावना धेरै हुन्छ नि त। त्यो जग निर्माणको खण्डले पाठकलाई बिस्तारै विषयवस्तुमा अभ्यस्त गराउँछ। अनि जब पाठकले आफ्नो पहिचान र वरपरको वातावरणलाई काम गर्न अनुकूल बनाउँछ, त्यसपछि मात्र दोस्रो चरणमा प्रवेश गराउन सकियो, जसलाई हामी कार्यान्वयन वा एक्जिक्युसन भन्न सक्छौं। यो दोस्रो खण्डमा चाहिँ सिधै काममा लाग्न प्रेरित गर्ने सिद्धान्तहरू राख्ने, जस्तै माइक्रो एक्सन रुल, एक्टिभ लर्निङ सिस्टम अनि एक्जिक्युसन ओभर मोटिभेसन जस्ता कुराहरू। हो नि, यसले गर्दा पाठकले पहिलो चरणको सफलता महसुस गरिसकेपछि मात्र नयाँ चुनौतीको सामना गर्छ। ससाना कदमहरू कसरी चाल्ने भनेर यो चरणले सिकाउने भयो। अनि जग निर्माण र कार्यान्वयन पार गरिसकेपछि त्यसलाई टिकाइराख्न तेस्रो चरण चाहियो, जसलाई हामी निरन्तरता र परिमार्जन भन्न सक्छौं। एकदम। सुरु गरिएको कामलाई कसरी निरन्तरता दिने भनेर सिकाउन फिडब्याक लुप मेथड, अकाउन्टेबिलिटी फ्रेमवर्क जस्ता विषयहरू यहाँ राख्न सकिन्छ। यसरी सम्पूर्ण कुरालाई 3वटा चरणमा बाँड्दा सामग्रीले एउटा स्पष्ट कथा जस्तो रूप लिन्छ। भिडियो गेमको लेभल जस्तो क्या। लेभल 1 पार गरेपछि मात्र लेभल 2 मा जाने। यसले त्यो कग्निटिभ ओभरलोडलाई पूर्ण रूपमा हटाउँछ।
पक्कै पनि। बाटो त स्पष्ट भयो अब। यो संरचनागत सुधारले बाटो स्पष्ट पारे पनि निरन्तरको कडा र आलोचनात्मक टोनले लामो समयसम्म पाठकसँग भावनात्मक सम्बन्ध कायम राख्न ठूलो अवरोध सिर्जना गर्छ। एकदम सही पोइन्ट उठाउनुभयो। स्क्रिप्टको वर्तमान स्वरूपमा प्रयोग भएको भाषा हेर्दा लेखकले टफ लभ अर्थात् कडा सत्य बोल्ने अप्रोच अपनाएको स्पष्ट देखिन्छ। हो, स्क्रिप्टका विभिन्न ठाउँमा तपाईँ कन्जम्सनमा एडिक्ट हुनुहुन्छ, तपाईँ बहाना बनाउनुहुन्छ, डरको अगाडि हार्नुहुन्छ जस्ता आक्रामक वाक्यहरू छन्। आजकाल यस्तो शैली सोशल मिडियाका छोटा भिडियोहरूमा निकै पपुलर छ नि। लेखकलाई लाग्दो हो कि यस्तो कडा भाषाले पाठकलाई तत्काल झकझकाउँछ। केही हदसम्म 30 सेकेन्डको भिडियोमा यसले काम गर्ला, तर एउटा लामो मास्टर क्लासमा जहाँ पाठकले धेरै समय बिताउनु पर्छ, यो निरन्तरको कडा टोनले उल्टो असर गर्न थाल्छ नि। पक्कै पनि। जो मानिस साँच्चै लामो समयदेखि प्रोक्रास्टिएसन वा गहिरो डरसँग जुधिरहेको छ, उसले लगातार यस्तो आदेशात्मक भाषा सुन्दा आफूलाई सुरक्षित महसुस गर्दैन। उनीहरू डिफेन्सिभ हुन थाल्छन्। अनि यसले लेखकलाई एउटा पर्फेक्ट उपदेशकको रूपमा मात्र प्रस्तुत गर्छ, जसले कहिले गल्ती गरेको छैन र माथि बसेर प्रवचन दिइरहेको छ भन्ने भान हुन्छ। पाठकलाई लाग्न थाल्छ कि लेखकले मेरो वास्तविक सङ्घर्ष बुझेकै छैनन्। यदि पाठकले लेखकसँग कुनै समानुभूति महसुस गर्न सकेन भने जतिसुकै राम्रो तथ्य प्रस्तुत गरे पनि प्रभाव शून्य हुन्छ। आउनुपर्छ। आफ्ना व्यक्तिगत कमजोरी र असफलताका छोटा कथाहरू समावेश गरेर एम्पाथी झल्काउनुपर्छ। हो, यसले पाठकको मनमा लेखक पनि कुनै समय मै जस्तो अवस्थामा थिए र हामी सँगै सिक्दैछौँ भन्ने भावना विकास गराउँछ। यसलाई स्क्रिप्टमा कसरी उतार्ने भनेर त्यो फियर एक्सपोजर प्र्याक्टिस खण्डलाई नै हेरौँ न। त्यहाँ सिधै आफ्नो डरको सामना गर भनेर निर्देशन दिनु अघि लेखकलाई आफ्नो अनुभव जोड्न सक्छन्। जस्तै उहाँले भन्न सक्नुहुन्छ, मैले पनि मेरो पहिलो भिडियो इन्टरनेटमा हाल्दा कति डराएको थिएँ। मलाई लाग्थ्यो सबैले मेरो मजाक उडाउनेछन्। अनि त्यही डरले गर्दा महिनौसम्म स्क्रिप्टको पर्खाइमा बसेँ र काम पन्छाउँदै गएँ। तर पछि बिस्तारै 10 मिनटको रुल अपनाएँ र डरलाई जितेँ। क्या गजब सुनिन्छ यो। यस्तो व्यक्तिगत कथाले पुरै खण्डको ऊर्जा नै परिवर्तन गरिदिन्छ। लेखकको विश्वसनीयता उसको पर्फेक्सनमा होइन, उसको इमान्दारितामा झल्किन्छ। अरू सिद्धान्तहरू बुझाउँदा पनि यो एप्रोच लागू गर्न सकिन्छ नि। जस्तै कग्निटिभ बायसको कुरा गर्दा लेखकले आफै कसरी कन्फर्मेसन बायसको शिकार भएर नोक्सान भोगेका थिए भन्ने उदाहरण दिन सक्छन्। मलाई याद छ, धेरैजनाले व्यापार सुरु गर्दा मेरो आइडिया नै उत्कृष्ट हो भन्ने सोच्छन् नि। लेखकले त्यही कुरा सेयर गर्न सक्छन्। मैले त्यही सल्लाह मात्र सुने जसले मेरो आइडियालाई सही देखाउँथ्यो। अरू चेतावनी व्यवस्था गर्दा मैले 1 वर्ष र धेरै पैसा गुमाएँ भनेर। हो, जब लेखकले आफ्ना गल्तीहरू यसरी खुला रूपमा राख्छन्, पाठकलाई यो आफ्नै जीवनको कथा जस्तो लाग्छ। अनि दिएको सल्लाह कुनै डिफेन्स मेकानिजम बिना नै आत्मसात गर्न सजिलो हुन्छ। भावनात्मक रूपमा त जोडिने भयो, तर दिमागलाई पनि सहज बनाउनुपर्छ। शब्दावलीको सन्दर्भमा हेर्दा मनोवैज्ञानिक प्राविधिक शब्दहरूको प्रशस्त प्रयोगले सामग्रीलाई आधिकारिक बनाए पनि तिनलाई दैनिक जीवनका सरल अनुभवहरूसँग जोड्न नसक्दा प्रभावकारिता निकै घटेको छ। सन्दर्भको गहिराईमा जाँदा थुप्रै प्राविधिक शब्दहरू लगातार आएका छन्। रेटिकुलर एक्टिभेटिङ सिस्टम, जाइगार्निक इफेक्ट्स, हथर्न इफेक्ट, कग्निटिभ डिसोनेन्स। सुन्दै डरलाग्दा शब्दहरू छन्। यी भारी प्राविधिक शब्दहरूले लेखकको विज्ञता त प्रमाणित गर्छन्, तर हाम्रो लक्षित वर्ग मनोविज्ञानका विद्यार्थी होइनन् नि। उनीहरू त आफ्नो जीवन सुधार्न खोजिरहेका सामान्य मानिस हुन्। यदि यी शब्दहरूलाई सामान्य मानिसले महसुस गर्न सक्ने गरी सरल बनाइएन भने पुरै मास्टर क्लास एउटा विश्वविद्यालयको पाठ्यपुस्तक जस्तो निरस बन्न पुग्छ अनि पाठकले लागू गर्नै सक्दैनन्। मानिसहरू त्यस्ता कुरा मात्र सम्झिन्छन् जसलाई उनीहरूले भिजुअलाइज गर्न सक्छन्। यसको समाधान भनेको प्रत्येक मनोवैज्ञानिक सिद्धान्तलाई दैनिक जीवनको दृश्यमय र भावनात्मक एनालोजीसँग जोड्नु हो। एनालोजी भने उपमाहरू होइन? हो, पाठकले सिद्धान्तको नाम सुन्ने बित्तिकै आफ्नो जीवनको चित्र दिमागमा देख्न सकोस्। शब्दले मात्र बुझाउनुभन्दा चित्रले बुझाउनु 1000 गुणा बढी प्रभावकारी हुन्छ। जाइगार्निक इफेक्टकै कुरा गरौँ न। मोबाइल फोनको एनालोजी प्रयोग गर्न सक्छौँ। कसरी? जस्तै तपाईँलाई लाग्छ तपाईँको मोबाइल खल्तीमा शान्त छ, तर यदि ब्याकग्राउन्डमा 50 वटा एप खुला छन् भने त्यसले अदृश्य रूपमा ब्याट्री ड्रेन गरिरहेको हुन्छ। अपुरा कामहरूले पनि तपाईँको दिमागको ब्याट्री यसरी नै खाइरहेका हुन्छन् भनेर बुझाउने।
वाउ, यो एकदमै कनेक्टिङ छ। तपाईँलाई थाहै हुँदैन तर भित्रभित्रै थाकिसक्नु भएको हुन्छ भन्दा पाठकले त्यो मेन्टल टेन्सनलाई सिधै आफ्नो मोबाइलको ब्याट्रीसँग जोडेर महसुस गर्छ। त्यस्तै अर्को सिद्धान्त हतोर्नी इफेक्टलाई पनि हेरौँ। कसैले हेरिरहेको छ भने मानिसले राम्रो काम गर्छ भन्ने मान्यता हो यो। स्क्रिप्टमा यसलाई अकाउन्टेबिलिटीसँग जोडिएको छ। यसलाई अझ जीवन्त बनाउन जिमको उदाहरण दिन सकिन्छ नि। जिमको ट्रेनरको कुरा। हो नि, तपाईँ जिममा एक्लै व्यायाम गर्दै हुनुहुन्छ भने सायद 10वटा पुसअप गरेर छोड्नुहुन्छ। तर जब कडा ट्रेनर आएर नजिकैबाट हेर्न थाल्छ, तपाईँले अन्तिम 2वटा एक्स्ट्रा पुसअपमा पुरै तागत लगाउनुहुन्छ। शारीरिक क्षमता बढेको होइन, तर निगरानीले मानसिकता परिवर्तन गरिदियो। गजब। अकाउन्टेबिलिटीले ठ्याक्कै त्यही ट्रेनरको मनोविज्ञानमा काम गर्छ भन्दा ट्याक्क बुझिने भयो। अनि कग्निटिभ डिसोनेन्सलाई पनि यसरी नै बुझाउन सकिन्छ नि। यो शब्द त झन् जटिल सुनिन्छ। तर अनुभूति सामान्य छ। यसलाई सरल बनाउन मानिसको विश्वास र व्यवहार बीचको टकरावलाई देखाउनुपर्छ। मानौ तपाईँले म जनावरहरूलाई माया गर्छु भन्ने प्रिन्ट भएको टी सर्ट लगाउनु भएको छ, तर तपाईँकै हातमा मासुको बर्गर छ र खाँदै हुनुहुन्छ। अनि भित्री विश्वास र बाहिरी काम बीचको जुन टकराउ हुन्छ त्यसले दिमागमा एउटा असहजता पैदा गर्छ। हो, आफूलाई सही साबित गर्न अनेक तर्कहरू सोच्न थाल्नुहुन्छ। त्यो भित्री द्वन्द्व नै कग्निटिभ डिसोनेन्स हो। यस्तो दृश्यमय उदाहरणले पाठकलाई तुरन्तै कुरा बुझाउँछ। त्यस्तै अर्को शब्द छ नि, रेटिकुलर एक्टिभेटिङ सिस्टम वा RAS। यो सुन्दा त सिधै न्युरोसाइन्सको ल्याबबाट लिएको जस्तो लाग्छ। यसलाई चाहिँ कारको एनालोजीले सजिलै बुझाउन सकिन्छ। जब तपाईँ नयाँ रातो कार किन्नुहुन्छ, भोलिपल्टदेखि सडकमा जताततै रातो कार मात्र देख्न थाल्नुहुन्छ। रातो कार एक्कासी बढेको हो त होइन नि। दिमागको फिल्टरले अब रातो कारलाई महत्त्वपूर्ण मानेर ध्यान त्यता तान्न थालेको हो। RAS भनेको दिमागको त्यही सेक्युरिटी गार्ड हो जसले कुन सूचनालाई भित्र आउन दिने भनेर निर्णय गर्छ। ठ्याक्कै। आफ्नो RASलाई अवसर खोज्न तालिम दियो भने सडकमा रातो कार जस्तै जताततै अवसरहरू मात्र देख्न थाल्छ भनेर बुझाउन सकियो। र अन्त्यमा ह्याबिचुएसनको पनि कुरा गरिहालौँ। कुनै पनि कुरा निरन्तर हुँदा मानिस कसरी त्यसमा अभ्यस्त हुन्छ भन्ने बुझाउन ध्वनिको उदाहरण प्रभावकारी हुन्छ। तपाईँ रेलवे ट्र्याक वा व्यस्त एयरपोर्ट नजिक बस्न सर्नुभयो भने पहिलो 1 हप्ता ठूलो आवाजले सुत्नै सक्नुहुन्न। तर 1 महिनापछि त्यो आवाज कति बेला आउँछ र जान्छ पत्तै हुँदैन। दिमागले त्यसलाई नर्मल मानेर व्यवस्था गर्न थाल्छ। आफ्ना खराब बानी वा विषाक्त वातावरणमा पनि ह्याबिचुएसनले यसरी नै काम गर्छ भनेर बुझाउँदा पाठकले आफ्नै जीवनका दृष्टान्तहरू प्रष्ट देख्छन्। हो, जब यी भारी मनोवैज्ञानिक सिद्धान्तहरूलाई यसरी मानिसको दैनिक भोगाईसँग जोडिन्छ, तब मात्र त्यो ज्ञानले मानिसलाई साँच्चै परिवर्तनतर्फ लैजान्छ। एकदम सही। आजको छलफलमा उठाइएका मुख्य कुराहरूलाई संक्षेपमा भन्नुपर्दा प्रस्तुत सामग्रीमा रहेका मनोवैज्ञानिक तथ्यहरू आफैमा निकै बलिया छन्। यसलाई अझै उत्कृष्ट बनाउन 3वटा कुरा तुरन्तै लागू गर्न सकिन्छ। पहिलो भनेको ती 17वटा फरक अवधारणाहरूलाई जग निर्माण, कार्यान्वयन र निरन्तरता जस्ता 3 वा 4वटा स्पष्ट चरणहरूमा विभाजन गरेर पाठकको कग्निटिभ ओभरलोड कम गर्ने। दोस्रो, निरन्तरको कडा निर्देशनको सट्टा आफ्ना व्यक्तिगत कमजोरी र समानुभूति झल्किने उदाहरणहरू थपेर पाठकसँगको सम्बन्धलाई नरम र गहिरो बनाउने। यसले पाठकको डिफेन्स मेकानिजम कम गर्छ। र तेस्रो, प्राविधिक मनोवैज्ञानिक शब्दहरूलाई मोबाइलको ब्याट्री ड्रेन, जिमको ट्रेनर वा रातो कार जस्ता दैनिक जीवनका सरल र दृश्यमय एनालोजीहरूसँग जोड्ने, जसले गर्दा ती अवधारणाहरू सम्झन र लागू गर्न सहज होस्। यी सुझावहरूलाई आफ्नो सामग्रीमा समावेश गरेर परिमार्जित स्वरूप तयार पारिसकेपछि हामी श्रोतालाई आफ्नो काम पुनः थप विश्लेषण र प्रतिक्रियाको लागि पठाउन आमन्त्रण गर्दछौँ। यो एउटा निरन्तर सुधारको प्रक्रिया हो र हामी तपाईको उत्कृष्ट परिमार्जित सिर्जनाको पर्खाइमा छौँ।